Ready, sir? Okay. Welcome to the journey, sir. Okay, welcome to the journey. Okay, welcome to the journey from. जुन बिजनेस गर्दा त्यसमा त युनिकनेस ल्याएर चाहिँ तपाईको एउटा गल्ती बिजनेसमा चाहिँ ट्रस्ट गर्नुहुन्न। ट्रस्ट गर्दाखेरि 4-5वटा बिजनेस गरेँ मैले डिफ्रेन्ट मान्छेहरूसँग भेट्यौँ, उहाँहरूसँग चाहिँ इन्डिभिजुअल रूपमा वार्ता गरेँ, उहाँहरूको कुराहरू सुन्यौँ, उहाँको स्ट्रगलहरू सुन्यौँ। मात्र भएन नि त सर, सक्सेस चाहिने जतिको सक्सेस हुने हो आफ्नो ठाउँमा एक्सपिरियन्स भन्दा पनि ब्याड एक्सपिरियन्स हुनु पर्यो। काश मैले यो नगरेको भए तर काम गर्नु सक्यो भने बिजनेस चाहिँ गर्न सकिन्छ भन्ने मैले थोरै आफ्नो अब अनुभव भएन। Okay, ready? Close? Okay. Thank you guys for listening my podcast. Light, camera, action. Okay, so good afternoon everyone. This is Rohan and welcome to Quality Education. Today our chief guest is going to be the founder of Quality Education, that is Mr. Joy Dhami. He is working in different business fields and also working on the education sector to improve the quality of our education. So let's welcome him. Hi. Hello sir. Okay. So today we are going to know about the experiences, mistakes and what we need to know about business. So here we start. So हजुरले first tip हाम्रो youngsters like, right? Nepal is developing country. So everyone out here आजकल businessman हुन चाहन्छ नि. So what is the tips that you want to introduce? Like के चाहिँ दिन चाहनुहुन्छ? धन्यवाद सर, प्रथम त तपाईँले मलाई इन्ट्रोड्युस गर्नुभयो र टिप्स भन्दा पनि खासमा अब हामीले लर्निङ दिने हो हैन। जस्तो हामीले चाहिँ आइडियाहरू थोरै आइडियाहरू लियो र जो युथहरू चाहिँ नेपालमा बसेर बिजनेस गर्न चाहन्छ उहाँहरूलाई चाहिँ सुरुमा आफ्नो फिल्डमा डिफ्रेन्ट टाइपको जुन चाहिँ बिजनेसमा चाहिने स्किलहरू छ त्यो सिपहरू चाहिँ सिक्नुहोस्। पहिला थोरै भए पनि त्यो फिल्डमा काम गर्नुहोस्, त्यो फिल्डमा काम गरिरहेका मान्छेहरूको अनुभव लिनुहोस् हैन, उहाँहरूको ब्याड एक्सपिरियन्सहरू लिनुहोस्, सुन्नुहोस्, उहाँहरूसँग सङ्गत गर्नुहोस्। त्यो खालको चाहिँ इन्भाइरोमेन्टमा हिँड्यो भने त्यसपछि त्यहाँको चाहिँ हुन्छ नि अब ब्याड एक्सपिरियन्स गुड एक्सपिरियन्स उहाँहरूको थाहा पाइसकेपछि अनि बल्ल हामीले चाहिँ त्यो बिजनेस हामीलाई उपयुक्त छ कि छैन, अनि हामीले चाहिँ कसरी काम गर्ने, कुन सेक्टरमा काम गर्ने होइन, कोही मान्छेले तल्लै पैसा कमाएर होला अब त्यही ठाउँमा हामीले त्यही बिजनेस चाहिँ हामीले गर्नुपर्छ भनेर गर्नु लाग्यो भने नहुन सक्छ। किनभने उहाँहरूको त्यो एक्सपिरियन्स लामो एक्सपिरियन्स होला, उहाँहरूसँग चाहिँ त्यो खालको इन्भेस्टमेन्ट होला होइन, हामीसँग त्यो खालको इन्भेस्टमेन्ट नभइसकेपछि त्यो खालको क्वालिटिज नभयो भने चाहिँ हामी बिजनेसमा चाहिँ हामी डाउनफल हुन सक्छौँ। त्यही भएर चाहिँ सुरुमा चाहिँ आफ्नो फिल्डमा जुन फिल्डमा गर्न चाहनुहुन्छ त्यो फिल्डको बारेमा चाहिँ अध्ययन गर्ने र सकेसम्म त्यो फिल्डमा पनि काम गऱ्यो भने त्यसपछि चाहिँ आएर चाहिँ आफ्नै केही गर्न सकिन्छ। त्यो चाहिँ ब्याकअपमा इन्भेस्टमेन्ट पनि हुनुपर्यो, प्लस 5-6 महिनाको ब्याकअप पनि पकेटमा इन्भेस्टमेन्टको लागि चाहिँ रह्यो भने अनि त्यही हिसाबले चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने। ओके, द्याट्स नाइस। अनि बिजनेस भनेको अहिलेको फिल्डमा देयर आर मेनी बिजनेस, राइट? अनि पिपल आर लुकिङ फर चिप बट युनिक आइडियाज, राइट? अब उनीहरूलाई सस्तो र युनिक चाहिएको नि त, युनिकनेस एउटा बिजनेस ग्रो गर्नु, राइट? यो चाहिँ यस्तो छैन भनेर। सो त्यो युनिकनेस ल्याउनुको लागि चाहिँ बिजनेसमा के चाहिँ इम्पोर्टेन्ट हुन्छ? लाइक त्यस्तो युनिकनेस भन्ने कुराहरू त अब यस्तो हुन्छ, खासमा युनिकनेस चाहिन्छ नि। युनिक तरिकाले जुन बिजनेस गरिरहेको छ नि त्यो बिजनेसमा चाहिँ के कुराहरू कमजोरी छन्, के कुराहरू ल्याक छ, त्यो बिजनेस जुन हामीले बिजनेस गर्न खोजिरहेको छौँ त्यो बिजनेसको ओनरले कस्टमरलाई कस्तो खालको चाहिँ सेवा सर्भिस दिइरहेछ त्यो कुराहरू हामीले बुझ्नुपर्छ सुरुमा। त्यसको के ल्याक भइरहेछ, कहाँनिर चाहिँ कमजोरी भइरहेछ, त्यो कमजोरीहरूलाई आफूले चाहिँ उसको स्ट्रेन्थ, आफ्नो बिजनेसको स्ट्रेन्थ बनाउने र प्लस त्यो बिजनेसको स्ट्रेन्थलाई पनि आफूले चाहिँ फेरि त्यसलाई पनि लिएर सँगसँगै बढ्न सक्यो भने चाहिँ युनिकनेस त्यहाँ बढ्न सक्छ होइन। म टोटल्ली डिफ्रेन्ट यो इन्भाइरोमेन्टबाट भन्दा अलग्गै जस्तो हुन्छ, आउट अफ द युनिभर्स भने जस्तै एलेनबाट आएको भने जस्तै चाहिँ गर्नु भएन हामीले। किन म आफैले पनि धेरै साथीहरूसँग त्यो बिजनेस गर्दाखेरि त्यो त्यति धेरै किनभने मान्छेलाई हामीसँग चाहिँ टाइम इनर्जी मनी हुँदैन, हामीसँग त्यतिसम्म इन्भेस्ट गर्नको लागि त्यो युनिक आइडियाहरूलाई चाहिँ इस्टाब्लिस गर्नको लागि होइन, त्यो इस्टाब्लिस गर्न टाइम लाग्छ। त्यही भएर सकेसम्म हामीले
युनिक बिजनेस गर्नुभन्दा पनि जुन बिजनेस गरेर त्यसमा चाहिँ युनिकनेस ल्याएर चाहिँ हामीले अगाडि बढ्न सक्यौँ, त्यसको चाहिँ विकनेसलाई हामीले स्ट्रेन्थ बनाउन सक्यौँ र काम गर्न सक्यौँ भने बिजनेस चाहिँ गर्न सकिन्छ भन्ने मैले थोरै आफ्नो अब अनुभव भनौँ न। त्यति धेरै बिजनेस गरेर पनि छैन, त्यति सक्सेस पनि होइन, तर गर्न चाहिँ के अरे यङ युवाहरूले चाहिँ हामीले देशमै बसेर उद्यमशीलता गर्नुपर्छ, एन्टरप्रिनरसिप गर्नुपर्छ भन्ने एउटा मानसिकता मात्र हो। त्यति धेरै हजुरले इन्ट्रोड्युस गर्नु भएको जतिको पनि छैन, तर जस त्यो हजुरले भन्नुभएको सोचसँग चाहिँ के अरे भनेको शब्दसँग अथवा चाहिँ एउटा कोडसँग चाहिँ म कनेक्ट हुन चाहन्छु। त्यो चाहिँ so that brings it like you're very down to earth person, right? अनि what about तपाईँ पास्टमा जानु सक्नुभयो अरे, राइट? तपाईँको एउटा गल्ती चाहिँ के हुन्छ कि काश मैले यो नगरेको भए के हो? यस्तो हुन्छ, बिजनेसमा चाहिँ ट्रस्ट गर्नुहुन्न। ओके, कुन मामलामा ट्रस्ट गर्नुहुन्न भन्दाखेरिमा चाहिँ लिगल डकुमेन्टहरूमा, लिगल अथोरिटीहरूमा चाहिँ हामीले ट्रस्ट गर्नु हुँदैन, चाहे जोसुकै होस्। ओके, त्यो ट्रस्ट चाहिँ हामीले गर्नुहुन्न। हिसाब किताबको मामलामादेखि लिएर हरेक कुरामा चाहिँ हामीले इन्क्वायरी लिनुपर्छ, हामीले इभिडेन्सहरू हामीले आफ्नो पासमा राख्नुपर्छ, आफ्नो पनि त्यो लेभलको चाहिँ काम गर्नुपर्छ। मैले धेरै ठाउँमा चाहिँ धेरै मान्छेहरूलाई ट्रस्ट गरेर यो विश्वास गरेर अलिकति थोरै ब्याक फुटमा परेको छ। तर जस एक्सपिरियन्स राम्रो भयो होइन, डिफ्रेन्ट खालका मान्छेहरू हुन्छन् जसलाई चाहिँ हामी आफैले पनि सहयोग गरेर हुन सक्छौँ, तर त्यो सहयोगको चाहिँ भावना कतिसम्म हराउँछ। हामी आयो भने आफ्नो स्वार्थको लागि काम गर्न सक्छौँ। त्यही भएर चाहिँ बिजनेस गर्दाखेरि हामी लिगल रूपमा जानुपर्छ। त्यो साथी दाइ भाइ चोक होस् त्योसँग चाहिँ डजन जति क्लोज भए पनि डु इट लिगली। पैसाको मुख कालो हुन्छ होइन, मागेको पनि त्यसो मात्र खोज्छ भने जस्तै। Okay, that's quite good. Ani, what about this is one ethic for business, right? Euta rule is never trust anyone. Not only in business, but life ma pani like never trust anyone. भनेको नेभर ट्रस्ट भन्दा पनि एनियन भन्दा पनि यस्तो ट्रस्ट चाहिँ गर्ने, तर कतिसम्म गर्ने भने डिपली धेरै अन्धो भएर चाहिँ ट्रस्ट गर्ने होइन, ठिक्क मात्रामा। त्यो अरू मान्छेलाई पनि हार्मफुल नहुने गरेर ट्रस्ट गर्न सक्यो, सेट बााउन्ड्रिज। त्यो उसको ट्रस्टको चाहिँ बााउन्ड्री, विश्वासको पनि एउटा रेखा हुन्छ नि त। विश्वासै गर्दाखेरि चाहिँ कतिमा विश्वास गरेर त भएन, त्यो हिसाबले हो। अनि त्यसरी चाहिँ हामीले काम गर्न सक्यो भने हुन्छ। एउटा रुल, द फर्स्ट रुल इज लाइक सेट योर बााउन्ड्रिज, हुम टु ट्रस्ट, हाउ मच, है, कतिसम्म विश्वास गर्ने। अर्को अझै रुल्सहरू लाइक नो त्यति धेरै रुलहरू मैले पाउनुभन्दा पनि यस्तो छ। बिजनेसमा एउटा कुरा चाहिँ हामी इमान्दार भएर काम गर्नुपर्छ। जुन बिजनेस, जुन सेवा, बिजनेस भन्दा सेवा हो होइन, त्यो सेवामा थोरै हामीले कस्टिङहरू जोडेर हामीले चाहिँ सबै कुराहरूलाई आफ्नो मेहनत, त्यो इन्भेस्टमेन्टको हरेक कुराहरूको चाहिँ मेहनतलाई कस्टिङ गरेर थोरै सेवाको रूपमा लिनुपर्छ। त्यो सेवालाई चाहिँ हामीले चाहिँ सर्भ गरिरहेको छौँ अरूको लागि होइन। त्यो हाम्रो चाहिँ कस्टमरहरू हाम्रो भगवान् हुन् टाइपको तरिकाले चाहिँ हामीले काम गऱ्यो भने त्यसरी इमान्दार भएर काम गर्नुपर्छ। अर्को चाहिँ लगातार रूपमा चाहिँ आफ्नो 100% दिनुपर्छ। त्यो पागलका जसरी काम गर्नुपर्छ आफ्नो क्षेत्रमा, तर स्मार्टली गर्नु पऱ्यो। कोही मान्छेले भन्दाखेरि चाहिँ पागलका जसरी काम गरिरहेको छ भन्ला, तर आफूले चाहिँ स्मार्टली काम गरिरहेको छ। किन कन्टिन्युस रूपमा चाहिँ होइन हुन्छ नि, प्यानिटेड गऱ्यो भने त निस्किन्छ। त्यो फिल्डमा चाहिँ हामीले त्यसरी चाहिँ हामीले एकदमै कन्टिन्युस भएर काम गऱ्यो भने कन्सिस्टेन्स चाहिँ चाहिन्छ। Service is the first priority for any business, right? तपाईँले कस्तो सर्भिस दिनुहुँदैछ is the first priority we should keep, right? बिहेभियर पनि भयो त्यसमा, बानी व्यवहार कस्तो मान्छेसँग छ। अहिले जस्तो जस्तो आज म युवाहरूलाई अब हामीले उद्यमशीलतातिर व्यापारसँग कसरी जोड्ने भनेर सोचिरहँदाखेरि सुरुमा अब त्यो कस्तो हुन्थ्यो भने चाहिँ आफू पनि केही न केही गरेर आएको होइन, अनि केही न केही सिकिरहेको, केही न केही भोगिरहेको, आफ्नो ब्याड एक्सपिरियन्स भयो। अनि अब चाहिँ कसरी गर्ने भन्दाखेरि सङ्गतले हजुरले भने जस्तै त्यो को पोलिटिक ढल्ने भन्ने हो नि त। जस्तो को मान्छे हजुरले नेगेटिभ मान्छेसँग बस्यो भने नेगेटिभ मान्छे त्यो ढल्नुहुन्छ नि त। अब हामीले चाहिँ मैले के सोचेको भने चाहिँ त्यो नेगेटिभ मान्छेसँग ढल्ने भन्दा हामी आफूलाई जे बन्नु छ नि त्यस्तो मान्छेहरूलाई थोरै सुरुमा चिन्ने, त्यसपछि उहाँहरूसँग सङ्गत गर्ने। उहाँ पोलिटिक ढल्यो भने पोजिटिभ साइड भयो भने त पोजिटिभ भयो नि त होइन। जस्तो म आफू चाहिँ बिजनेसम्यानहरूसँग, बिजनेस मान्छेहरूसँग, आफ्नो हाम्रो शैक्षिक क्षेत्रमा काम गर्ने मान्छेहरूसँग सङ्गत गऱ्यो भने म उहाँहरूको पोजिटिभ साइडप्रति मात्र ढल्छु नि त। मैले के थाहा पाउनु पऱ्यो कि उहाँहरूसँग पनि कुनै न कुनै साइड नेगेटिभ पनि होला, त्यो थाहा पाउनु पऱ्यो। र उहाँहरूको पोजिटिभ साइड ढल्क्यो भने राम्रो भयो नि त। तर नेगेटिभ मान्छे सङ्गत गऱ्यो भने त नेगेटिभ हुन्छ नै, अवश्य नै हुन्छ। भनेपछि त्यो हिसाबले आफ्नो सर्कलमा काम गऱ्यो भने चाहिँ हामीले
पोजिटिभ वेमा काम गर्ने हो, स्मार्टली काम गर्ने हो भने नेपालमा त्यति धेरै गाह्रो छैन। तर सिस्टमको कारणले गर्दाखेरि अलिकति गाह्रो छ। तपाईँ दार्जिलिङबाट आउनुभयो, तपाईँसँग स्किल छ, सबै कुराहरू छ है, तपाईँले मास्टर गर्नुभएको छ, राम्रो इन्कम हुन्छ, तपाईँले मजाले यहाँ चाहिँ सर्भाइभ गर्नु सक्नुहुन्छ। नेपालमा त्यति धेरै गाह्रो पनि छैन होइन, जुन हिसाबमा अरू कन्ट्रीहरूमा हुन्छ। तर अरू नेपालमा चाहिँ नेपालको यङ युवाहरूले चाहिँ केही गर्न खोजिरहेछन्, केही गर्न खोज्छन् भने यहाँ धेरै मान्छेहरू किन अब त्यो खालको सपोर्ट चाहिँ छैन। जस्तो अब हामीले म आफैले पनि भोगिरहेको कुराहरू हो होइन। तर जस्तो व्यक्तिहरूले चाहिँ सपोर्ट गरेँ, मलाई धेरै मान्छेहरूले यति धेरै सपोर्ट गरेको, मैले यति धेरै कामहरू गरेको छु। मैले अब यति गफ लागेको जस्तो हुन्छ होइन। तर जस मैले चाहिँ अब मेरो आफ्नो फ्यामिलीको ब्याकग्राउन्डले, मेरो आफ्नो चाहिँ ब्याकग्राउन्डले चाहिँ नभ्याउनै पर्ने कामहरू पनि धेरै कुराहरू गरेँ मैले भन्न सकेँ। मैले आफूलाई लाग्यो, मलाई त्यो फिल भयो। जस्तो हुन्छ नि के अरे सानोमा चाहिँ म 5 क्लास पास भएपछि, म 8 क्लास पास भएपछि, म 10 क्लास पास भएपछि, +2 मा यो विषय लिएर यो पास भएपछि म यो खालको हुन्छु, मलाई यो खालको कन्फिडेन्स आउँछ भन्ने खालको त्यो कन्फिडेन्स डेभलप गर्ने एउटा हुन्छ नि घट क्लास चाहिँ स्टेप्स जस्तै। त्यो स्टेप्सहरू चाहिँ मेरो माइन्डमा चाहिँ हुन्थ्यो कि अब चाहिँ मैले लाइफ यो काम गरेपछि यो खालको चाहिँ मैले स्ट्रगल गरेर पार गरेँ भने चाहिँ मैले अब चाहिँ लाइफमा आउने कुनै पनि समस्याहरूलाई म मजाले पार गर्न सक्छु भनेर मैले त्यो खालको माइन्डसेट चाहिँ दिमागमा राखेको थिएँ क्या। त्यो हिसाबले पनि अब धेरै स्टेप्सहरू लगभग म्याक्सिमम् स्टेप्स जो मैले सोचेको थिएँ त्यो सोचेको अनुसार चाहिँ मैले लगभग पुरा गरेँ भनौँ। अनि चाहिँ त्यस्तै मलाई पनि अब म कुनै काम गरिरहेको छु, त्यो ठाउँमा काम गरिरहेको छु भने मलाई त्यतिले मात्र पुग्दैन नि त, मान्छे हो होइन, हुमनको नेचर नै हो, अझै ठुलो गर्ने, अझै ठुलो गर्ने, अझै ठुलो सोच्ने भने चाहिँ त्यो खालको स्टेप्सहरू बढ्दै जान्छ। तर एउटा खुट्किला हुन्छ नि स्टेप्स। त हजुर काम गर्नु भएको छ भने एक ठाउँमा काम गरिसकेपछि तपाईँसँग एक्सपिरियन्स भयो नि, तर एक्सपिरियन्स पाउनुको लागि, एक्सपिरियन्स फिल गर्नको लागि पनि तपाईँ कुनै ठाउँमा पाइला टेक्नु पऱ्यो नि त, त्यो प्लेटफर्ममा चाहिँ इनरोल हुनु पऱ्यो नि त। त्यो इनरोल हुनको लागि चाहिँ नेपालको एजुकेसन सिस्टम हामीलाई पनि कुरा गर्ने टपिकमै छ होइन, टपिकमै छ। अनि त्यो हिसाबले चाहिँ एजुकेसन सिस्टम चाहिँ कस्तो भइदियो भन्दाखेरिमा त्यो एकदमै करिकुलममा मात्र सीमित के, जस्ट लाइक बुकमा मात्र छ, अरू त्यो बिहा गर्ने केही पनि छैन होइन, थ्योरिटिकल कुराहरूमा छ, प्र्याक्टिकल केही पनि छैन। अनि त्यो हुँदाखेरि कोही साथीहरू, कोही हाम्रो सिनियरहरू, कोही जुनियरहरू ब्याचलरमा कमर्स गरेका छन्, एजुकेसन गरेका छन्, आर्ट्स गरेका छन्, जे पनि गरेर साइन्स गरेर भने चाहिँ त्यो फिल्डको लागि चाहिँ उपयुक्त पात्र मान्दैन। जबसम्म जसले एक्सपिरियन्स रियल फिल्डमा चाहिँ गएर एक्सपिरियन्स गर्नु भने तबसम्म चाहिँ कसैले पनि जबमा चाहिँ राख्दैन क्या उहाँहरूलाई, एक्सपिरियन्स भएको छ क्या। एक्सपिरियन्स कसले दिनु तपाईँ? ब्याचलर गरेको मान्छेलाई, मास्टर गरेको मान्छेलाई एक्सपिरियन्स माग्ने त होइन नि त। 25-26 वर्ष पुगिसकेको मान्छेलाई अझै एक्सपिरियन्स खोज्दैमा गयो भने हाम्रो एजुकेसन सिस्टम कहाँ गयो? राम्रो ल्याक भयो त होइन। हाम्रो चाहिँ शिक्षा क्षेत्रका मान्छेहरूले कहाँनिर के हेरेर बसिरहेको छन् त भन्ने कुराहरू, प्रश्नहरू आउँथ्यो मलाई होइन। त्यो हिसाबले म चाहिँ +2 गर्दाखेरि म आफूले थोरै यसमा जोडिहालेँ होइन, आफ्नो एक्सपिरियन्स है भन्नाले +2 गर्दाखेरि अब मैले हजुरले भने जस्तो, हजुरले त मैले उठाउनु गएन, मैले त फुटेकै मैले पाएँ भने जस्तो होइन। मैले लगभग +2 मैले साइन्स पढ्दाखेरि घरबाट चाहिँ मैले त्यस्तो 50,000 देखि 70,000सम्म ल्याएको थिएँ होला मैले घरबाट चाहिँ पैसा, क्यास चाहिँ खानै बस्थेँ सबै गरेर। अब त्यो हिसाबले गरियो अनि स्ट्रगल पनि धेरै गरियो। आफ्नो ठाउँमा जे काम गरेर त्यो कामहरूमा दाइहरूसँग, सिनियरहरूसँग चाहिँ काम गरेर फ्याटफुट गरेर चाहिँ रुम भाडा, पकेट खर्च अनि थोरै कम खर्च गरेर थोरै तरिकाले पनि मैले +2 गरेँ। अनि ब्याचलर पछि मैले हजुरले भने जस्तै त्यो मैले हजुरको पनि डिजायर ड्रिम चाहिँ डक्टर पाइलट थियो भने मेरो पनि त्यस्तै थियो। त्यही भएर मैले साइन्स पढेँ, +2 साइन्स गरेँ, 10 क्लाससम्म ठिकै स्टुडेन्ट थियो क्लासमा होइन, राम्रै भनौँ न। त्यसपछि अनि +2 साइन्स पढेँ, ब्याचलरमा चाहिँ अनि त्यो हन्टर खायो धेरै, +2 मा धेरै हन्टर खायो। अनि भएर पढ्न गएको थिएँ। त्यसपछि अनि त्यो भइसकेपछि अनि अब चाहिँ लाइफ के हो त हजुरले भने जस्तै लाइफ चाहिँ के रहेछ भन्दाखेरि बुझ्दै जाँदाखेरि त्यही धेरै अब हामी सोचेर डक्टर पाइलट इन्जिनियर भएर पनि काम छैन नि त, हामी जिउने त हो नि। हामी जति दिन आएको हो त्यो दिनलाई मजाले, कुनै दिन टेन्सन होला ठिक छ, दुःख होला ठिक छ, रमाइलो ठिक छ होइन, घाम पानी जस्तो त हो नि जिन्दगी होइन। भनेपछि सुख दुःखको सङ्गम हो, त्यसलाई चाहिँ अब हामीले धेरै फास्ट इन्जिनियरै भएर मात्र दुःख नहुने हुँदैन, डक्टर भएर चाहिँ नमर्ने कोही होइन भनेर चाहिँ त्यो खालको चाहिँ स्पिरिचुअल कुराहरू पनि थोरै गइयो होइन, आध्यात्मिकतिर पनि थोरै स्टडी गरियो, धेरै त गरेन मैले, अलिअलि सर्फेसली लियो। तर त्यसपछि चाहिँ मैले अब चाहिँ होइन ठिक छ पढाइ एक ठाउँमा हो। अब हाम्रो सोसाइटीमा फेरि कस्तो कि साइन्स पढेपछि मात्र खतरा होइन, त्यसपछि म्याथ पढेपछि खतरा, त्यसपछि अब BBA BBS के अरे कम्प्युटर के हुन्छ तपाईँको कम्प्युटर साइन्स इङ्ग्लिस पढेपछि खतरा, त्यसपछिको चाहिँ मान्छे नै होइन जस्तो टाइपकोले गरिदिने हो क्या। तर एभ्री स्टुडेन्टको एभ्री सब्जेक्टको भ्यालु त एउटै हो नि त, कुनै न कुनै सब्जेक्ट ल्याक भयो भने त कामै छैन नि त त्यसमा त होइन।
होइन भनेपछि त्यो हिसाबले पनि यो डिफाइन गरिदिएको छ सोसाइटीले हाम्रो सोसाइटीले जज गरिदिएको छ र हामी त्यो जजमेन्टको फन्दामा परिरहेको छ क्या होइन अब हामीले त के थाहा पाउनु पऱ्यो भने हामीले पढिसकेका विद्यार्थीहरूलाई चाहिँ थोरै जीवन जिउने कलाहरू पनि सिकाउनु पर्छ जस्तो लाग्छ है मलाई थोरै योगाहरू ओके सरले एजुकेसन फिल्डमा पनि खुट्टाल्नु भएको छ राइट हजुरले सो तपाईँले अपार्ट फ्रम स्टुडेन्ट्स ओके स्टुडेन्टलाई तपाईँले क्वालिटी दिनु खोजिरहनु भएको छ तपाईँले लाइक यु हेभ हायर्ड द बेस्ट टिचर्स आउट हियर राइट अनि त्यो एक प्रकारले तपाईँले के सोसाइटीलाई पनि कुछ दिएको जस्तो लाग्छ लाइक मोस्ट इम्पोर्टेन्टली हामीले अपकमिङ सोसाइटी कस्तो बनाउँदैछौँ राइट द्याट इज वाइ एजुकेसन आएको नि त सो तपाईँले चाहिँ के रोल प्ले गरिरहेको जस्तो लाग्छ हजुरलाई जस्तो मैले खास चाहिँ त्यति धेरै रोल प्ले त गरेको छैन तर जस अब गर्ने पनि सोचिरहेको हो किनभने सुरुमा मैले 5-6 वर्ष अलिकति सामाजिक क्षेत्रहरूमा विद्यार्थीको क्षेत्रमा विद्यार्थी युवाहरूको क्षेत्रमा चाहिँ हामीले काम गर्नुपर्छ युवाहरूको माइन्डसेट विद्यार्थीहरूको माइन्डसेटलाई थोरै बलियो बनाउनुपर्छ थोरै आफ्ना हुन्छ नि आफैलाई नै विश्वास गर्ने खालको आत्मविश्वास बढाउनुपर्छ भन्ने हिसाबले विभिन्न खालको प्रोग्रामहरू ट्रेनिङहरू गरियो होइन मोस्ट अफ द मान्छेहरूलाई लगभग मेरो फेसबुक हेर्ने मान्छेहरूलाई थाहा नै हुन्छ होइन धेरै एक्टिभिटीहरू गरेर हुन्छु जस इङ्गेजमेन्ट अवेरनेस प्रोग्रामहरू त्यो गरिरहेको हुन्छ र अहिले पनि थोरै बिजी भएर अलिकति बिजनेसमा हात गइसकेपछि आफ्नो टार्गेट पनि एचिभ गर्नु पऱ्यो होइन त्यो हिसाबले थोरै बिजी भएर नभए चाहिँ हामी सोसाइटीसँगै जोडिएको हामी चाहिँ अब भर्खरै म हाम्रो युवा चेम्बर अफ कमर्सको सुदूरपश्चिम प्रदेशको अध्यक्ष भएको छु र प्लस प्रदेश यो के अरे चेम्बर अफ कमर्सको सदस्य पनि छु म होइन त्यो हिसाबले व्यापारीहरूको क्षेत्रमा पनि काम गर्ने युवाहरूलाई काम गर्ने यङ मान्छेहरूलाई चाहिँ हामीले तान्नको लागि उहाँहरूलाई प्रेरणा दिनको लागि पनि हामीले विभिन्न खालको प्रोग्रामहरू गर्ने सोचिरहेको छौँ र इन्डिभिजुअली पनि मैले यङ मान्छेहरूलाई चाहिँ तपाईँहरू बिजनेस गर्नुहोस् हामीले तपाईँहरूलाई केही सिकाउनुपर्छ केही गर्नुपर्छ भने चाहिँ गर्छौँ भनेर पनि आफैले पनि कसै साथीहरूलाई कोहीलाई जब चाहिएको छ होइन भने उहाँहरूलाई पनि जब के लगाइदिने चिनेको मान्छे भनिदिने होइन उहाँहरू इम्प्रुभ गर्नुहुन्छ उहाँहरूले गर्न खोज्नुहुन्छ उहाँहरूको विश्वास यस्तो छ उहाँहरूको हार्डवर्किङ छ स्ट्रगलिङ हुनुहुन्छ भनेर त्यो खालको हिसाबले पनि मैले आफैले पनि यो यङहरू के अरे युथहरूलाई जब पनि गर्नुपर्छ प्लस बिजनेस गर्नु खोज्नु भएको छ भने गर्नुहोस् हामीले सहयोग गर्नुपर्ने ठाउँमा गरौँला भनेर म आफै त्यति धेरै क्यापेबल त होइन त्यही पनि सकेसम्म जतिको मैले हेल्प गर्ने कोसिस चाहिँ गरिरहेको हुन्छु कोसिस के अरे सहयोग भन्दा पनि कोसिस चाहिँ गरिरहेको अनि त्यो हिसाबले प्लस अनि मैले चाहिँ फेरि म आफू एक्लै चाहिँ गरिखाउँ भन्ने खालको मान्छे पनि होइन म एक्लै मैले मात्र गरेर राख्नुपर्छ म बाहेक कोही पनि होइन भन्ने खालको होइन कि सबै गरौँ न होइन कम्युनिटी र मैले आजसम्म लगभग 4-5वटा बिजनेस गरेँ मैले होइन गरेर पनि रहेको छु कतिपयमा छोडेँ पनि होइन उहाँहरू सबैसँग मैले टिममै काम गरे होइन टिममै कोलाबोरेसन भएर काम गरिरहेको थियो टिमवर्कले चाहिँ थोरै एउटा भाइब्स के अरे सक्सेस भए पनि अनसक्सेस भए पनि सबै कुराहरू डिभाइड हुन्छ होइन रोगहरूदेखि लिएर फाइनेन्सियली होइन हरेक कुराहरू डिभाइड हुने कारणले गर्दाखेरि टिममा पनि काम गर्नुपर्छ र टिमलाई पनि ग्रो गर्नुपर्छ किनभने म मात्र ग्रो भएर भएन मेरो सोसाइटीको पनि ग्रो हुनु पऱ्यो मेरो कन्ट्री ग्रो हुनु पऱ्यो हामी मानव जाति नै ग्रो हुनु पऱ्यो नि त थोरै एडभान्स पुग्नु पऱ्यो त्यो हिसाबले चाहिँ हामी चाहिँ त्यसरी पनि काम गर्नुपर्छ भनेर कोलाबोरेसन पनि धेरै कामहरू गरिरहेको छ र धेरै एनजिओसँग पनि मिलेर थोरै कामहरू पनि गरेँ सोसाइटीमा त्यो अवेरनेस क्याम्पेनका खालको र मैले एउटा संस्था पनि खोलेको थिएँ नाम चाहिँ मैले भन्दा अहिले हामीले त्यो संस्थाको नामै उद्यमशीलता राखेको थियो क्या नाम भन्छु त्यसले एम नै उद्देश्य नै युवाहरूलाई यङ युवाहरूलाई देशमै केही गरी खान बनाउने योग्य बनाउने त्यो खालको हेबिट डेभलप गर्ने त्यो खालको स्किल डेभलप गराउने भनेर त्यो खालको संस्था खोलेको छ त्यो संस्था खोल्दै गर्दाखेरि अब त्यो सोच सुरुमा कस्तो भयो भन्दाखेरि म आफैलाई त्यो बन्न मन लाग्यो होइन बुद्धि बन्न मन लाग्यो र एक्लैले मलाई त्यो बनाइदियो भनेर त कसैले बनाउनु नि त बनाउँछ न हामी सबै बनाउँ भने जस्तो म पनि गरौँ नि त हामी पनि गरौँ नि त त्यही भएर हामी भन्ने भावना पनि हुनुपर्ने रहेछ होइन म मात्र होइन कि हामी खाउँ भनेपछि होइन तपाईँलाई भोक लाग्छ भने चाहिँ हामी 4-5जना छ भने चाहिँ हामीलाई भोक लाग्छ हामी नास्ता खाउँ त आज भने म पनि पऱ्यो नि त म के अरे म मात्र नास्ता खान्छु भने त हजुर विषय हुन्छ नि त हजुरले मलाई खानु होइन खाना दिनु हुनु होला नि त त्यो हिसाबले चाहिँ हामी सबै गर्नुपर्छ भन्ने खालको सोच आइसकेपछि हामीले संस्थाहरू खोल्यौँ त्यहाँबाट धेरै कामहरू गऱ्यौँ र त्यो सामाजिक क्षेत्रमा चाहिँ फेरि हामी आफै पनि सामाजिक प्राणी हो नि त होइन हामीलाई कसले सहयोग गर्ने हामीलाई समाजको त्यही भएका अग्रजहरूले सहयोग गर्ने त हो नि उहाँहरूकै सहयोग गर्ने उहाँहरूले सहयोग गर्ने हो भनेपछि हामीले उहाँहरूसँग सहयोग माग्यौँ सहयोग के मानेन आइडियाजहरू लियौँ हामीले एक्सपिरियन्सहरू लियौँ उहाँहरूको थोरै भए पनि होइन डिफ्रेन्ट मान्छेहरूसँग भेट्यौँ उहाँहरूसँग चाहिँ इन्डिभिजुअल रूपमा वार्ता गरेर उहाँहरूको कुराहरू सुन्यौँ उहाँहरूको स्ट्रगलहरू सुन्यौँ होइन त्यो सुन्दाखेरि पछि बिस्तारै हामी पनि आफूलाई पनि काम गर्ने एउटा तरिका थोरै वेहरू थाहा पाइयो थोरै बहुत सहयोग पनि मिल्यो राम्रै सहयोग पनि मिल्यो राम्रै कामहरू पनि गऱ्यौँ होइन त्यो हिसाबले चाहिँ थोरै मैले अघि भने जस्तै हामीले चाहिँ थोरै ल्याक अफ
होइन हाम्रो चाहिँ एउटा ट्रस्टिङमा ल्याक भयो अनि लिगल डकुमेन्टहरूमा ल्याक भयो एकाउन्टको कुराहरूमा ल्याक भयो होइन त्यो कुराहरूले गर्दाखेरि चाहिँ थोरै ब्याड एक्सपिरियन्स भयो ब्याड एक्सपिरियन्स टर्न्स इन्टु गुड वान आफ्टर सम टाइम राइट सक्सेस नको लागि चाहिँ एक्सपिरियन्स भन्दा पनि ब्याड एक्सपिरियन्स हुनु पर्यो सुरुमा एक्सपिरियन्स भइसकेपछि गुड अर ब्याड एक्सपिरियन्स आयो नि त सुरुमा अनुभव हुनै पर्यो होइन अनुभव नै भएन भने मान्छेले केही पनि काम गर्दैन अनुभव होइन राम्रो हुन्छ नराम्रो हुन सक्छ ब्याड एक्सपिरियन्स गिभ्स यु मोर लेसन हो लेसन चाहिँ बढी ठुलो लेसन चाहिँ ब्याडले दिन्छ नि त गुडले त इट्स लाइक बट यस्तो हुने छ गुडले बिगार्दैन नि त गुडले बिगार्दैन ब्याड भयो भने त बिगार्दैन गुड भयो भने हामी लाइटली लिन्छ नि त ए यस्तो हुँदो रहेछ भनेर तपाईँ स्ट्रङ हुँदैन क्या जब तपाईँ पिकमा हुन्छ त्यो ब्याड एक्सपिरियन्स त्यति बेला आयो भने त तपाईँलाई घाटा हुन्छ नि त वात्तै तल झर्छ नि त तपाईँ यतिमा हुँदा नै ब्याड भयो भने त इट्स ओके राइट म ह्यान्डल गर्न सक्छु सो यहाँबाट नै स्ट्रङ रुटै स्ट्रङ हुँदै जान्छ राइट हजुरको नाम क्वालिटी एजुकेसन सो राइट क्वालिटी योर लाइफ क्वालिटी डिपेन्ड्स अन द क्वालिटी अफ यर माइन्ड आई बिलिभ द्याट तपाईँले त्यस्तो मान्छेलाई भेट्छ जस्तो तपाईँको क्वालिटी छ राइट तपाईँको क्वालिटीले तपाईँको मान्छे छानिन्छ यस यस तपाईँ जस्तो हुन्छ त्यस्तो मान्छेसँग इन्टरेक्ट आफै हुन्छ राइट सुरुमा मलाई त्यो औकात भन्ने शब्द अघि म पनि लेभल भनिहालेँ होइन हजुरले पनि भनिहाल्नु भयो होइन त्यो चाहिँ धेरै मान्छेहरूले धेरै त्यसलाई इस्यु पनि गराउन सक्छ औकात भन्ने बित्तिकै होइन तर मैले आफूले सुरुमा बुझेँ होइन अब म धेरै रिच फ्यामिली पनि आएको होइन धेरै खाइ नहुने फ्यामिलीबाट आएको नि होइन जस्ट मिडियम बिलो मिडियम यो फेरि नेपाली स्टुडेन्टले चाहिँ मिडियम भन्छ नि मैले यसो अध्ययन गरेको हामी चाहिँ लोवर मिडियममा रहेछ क्या भनेको मिडियमको पिकमा होइन बटममा के अरे डाउनमा अनि त्योबाट आइसकेपछि सिटेकै धेरै सोच्न नसक्ने गर्न नसक्ने अनि त्यो भइसकेपछि हाम्रो चाहिँ लेभल हाम्रो औकातले भ्याउँदैन क्या कुनै पनि कामहरू गर्दाखेरि सोच छ क्षमता पनि छ तर यो पनि त औकात हो नि त सर अघि भने जस्तै हामीले मार्क्स मात्र भने जस्तो मार्क्स भने क्षमता होला अरे मसँग क्यापासिटी होला अरे मेरो दिमाग होला अरे तर मैले त्यो दिमाग आफ्नै गर्नु छ मैले आफै उद्यमी बन्नु छ आफ्नै व्यवसाय गर्नु छ भने त चाहियो नि त होइन त्यसलाई पनि त मेन्टेन गर्नु पऱ्यो नि त त्यसले पनि त फुल गर्ने हो नि त केही कुरालाई भनेपछि धेरै कुराहरूलाई चाहिँ लाइफलाई डिफाइन गर्ने म्याटरमा चाहिँ धेरै कुराहरूको इक्विलिब्रियम हुनु पऱ्यो धेरै कुराहरूलाई मेन्टेन गर्नु सक्नु पऱ्यो हामीले होइन त्यही भएर व्यवस्थापन गर्नु सक्नुपर्छ धेरै कुराहरूलाई त्यही भएर धेरै कुराहरू हामीले मार्क्स र पैसा मात्र भएर भएन सबै कुराहरू उत्तिकै महत्त्वपूर्ण छ क्या कुन बेला कुन चाहियो भन्ने कुरा हो टाइम पनि त्यही कुरा हो होइन टाइम नभइकन कामै छैन कुन टाइममा गर्ने भन्ने कुरा पनि हो होइन अब हामी दिसभरि सुत्यौँ रातभरि काम गऱ्यौँ भने पनि त साइन्टिस्टको लागि काम होला अरे होइन तर हामी चाहिँ हामी सामाजिक रूपमा काम गर्ने मान्छे हामी स्कुल चलाउने मान्छे हामी इन्स्टिट्युट चलाउने मान्छे हामी स्कुल चलाउने मान्छेले राति सुतेर एक राति काम गरेर दिसभरि सुत्यो भने हाम्रो त्यो काम नगर्नु सक्ला नि त नहोला नि त त्यही भएर चाहिँ हामीले कुन टाइममा कति बेला कहाँ किन गर्ने भन्ने कुराहरू पनि सोच्नुपर्छ गर्नुपर्छ विद्यार्थीहरूलाई चाहिँ म्याक्सिमम् हामीले चाहिँ व्यवहारिक कुराहरू सोसाइटीमा भइरहेको कुराहरूलाई कसरी सोल्भ गर्ने सोसाइटीका समस्याहरूलाई कसरी सोल्भ गर्ने त्यो चाहिँ हामीले त्यो खालको क्यापासिटी डेभलप गर्ने त्यो खालको चाहिँ दिमागमा चाहिँ पार्ने क्या जस्तो हामीले पैसा मात्र केही होइन भने नि हामीले त्यो पैसा मात्र केही होइन भन्नको लागि त हामीसँग करोडौँ रुपियाँ हुनु पऱ्यो होइन अनि बल्ल हामीसँग केही होइन नि त त्यो तर यदि हामीसँग पढ्नलाई म आफैले +2 पछि के पढ्ने भनेर राम्रो सब्जेक्ट नपढ्नको लागि पैसा नभएरै पढेन नि त अनि त्यही हिसाबले आफैले पैसा पनि मेन्टेन गर्दै होइन इङ्ग्लिस लिँदै होइन मैले मेजर इङ्ग्लिस लिएँ त्यतिकै क्याम्पस नभइकन घरमै पढेर एक्जामको बेला एक्जाम आउनुभन्दा 1 महिना अगाडि सेल्फ स्टडी गरेँ विभिन्न खालको कामहरू टिममा गरेँ बिजनेस गरेँ प्रोग्रामहरू गरेँ इभेन्टहरू गरेँ यो खालको गर्दाखेरि पनि त्यो खालको एक्सपिरियन्स भयो मेरो होइन अनि त्यो बेला मैले चाहिँ मलाई त्यो बेला 100 मार्क्स आएन क्या मलाई त्यो बेला मलाई 35 मार्क्स आएको थियो जस्ट पास होइन मैले त्यो गरेँ होइन भनेपछि मलाई त्यो खुसी लाग्यो कि सेकेन्ड डिभिजन आएको छु ब्याचलरमा प्राउडली भन्छु क्या किन म 3 महिना मात्र पढ्छु त्यो पनि 2 घन्टा दिनभरि काम गर्छु रात आएर चाहिँ काम गर्छु कहिले काहीँ यसरी तपाईँलाई म भेट्न खोजिरहेको छु भने चाहिँ तपाईँ आउनु 10 मिनट लाग्यो भने म नोट इक्जाममा त्यो बुकको नोट्सहरू मैले चाहिँ फोटो खिचेर राखेँ पिडिएफ बनाएर राखेको थिएँ त्यो म मजाले हेरेर स्टडी गर्दै समराइज गर्दै चाहिँ म बसेर आउँथेँ क्या नर्मल्ली
भनेपछि हजुर त लाइक भेरी इन्टेलिजेन्ट स्टुडेन्ट त्यस्तो इन्टेलिजेन्स पनि होइन अब त्यस्तो पनि होइन तर मैले आफूलाई त्यसरी लिएँ मैले म पढ्न सक्छु म पास गर्न सक्छु केही पनि होइन भन्ने खालको लिएर मजाले पास गरेँ भनौँ न फर्स्ट इयर चाहिँ अलिकति भयो होइन एक्चुली अलिक खस्यो है इट्स भेरी इम्पोर्टेन्ट होइन नि सर तपाईँले आफ्नो बारेमा के सोच्छ है मैले तपाईँलाई त्यसरी देख्छु जसरी तपाईँले देखाउन चाहनुहुन्छ होइन सोच्न चाहनुहुन्छ तपाईँले आफ्नो बारेमा के सोच्छ मैले तपाईँलाई त्यसरी देख्छु है सो द्याट्स भेरी इम्पोर्टेन्ट कि यो थट प्रोसेसेसहरू चाहिँ हामीले लाइक कमिङ जेनेरेसनलाई हाल्नुपर्छ कि स्पिरिचुअली पनि ग्रो गर्नु धेरै जरुरी रहेछ क्या सर मेबी आई वाज टु लेट टु नो अबाउट दिस स्पिरिचुअलिटी बट ढिलो भए तापनि अरूलाई चाहिँ ढिलो नहोस् भन्ने क्या सर एउटा मैले म प्लस 2 मा पढ्दाखेरि म थोरै स्पिरिचुअली पनि थोरै इन्भल्भ थिएँ एक दुईवटा ठाउँमा गएर थोरै जब पनि गर्थेँ होइन अब त्यो मलाई के भयो कि फेरि अघि भने जस्तै अघि मैले त्यो पैसाको कुरा आए जस्तै होइन त्यो कस्तो हुँदो रहेछ भनेपछि त्यो बेला काम गरियो काम गर्दाखेरि लास्टमा चाहिने पैसा फेरि अनि त्यसपछि मैले ब्याज दरबाट चाहिँ मैले थोरै स्किल डेभलप गरेर भने 4 वर्ष चाहिँ मैले त्यो धेरै पैसाको पछि लागेन म होइन स्किल डेभलप गर्ने किनकि के अरे नेटवर्क बनाउने नेटवर्क चाहिँ भेरी इम्पोर्टेन्ट होइन किनकि जुन पनि काम गर्दाखेरि नेटवर्क भएन भने हामीलाई सो लाइक वान मोर टिप टु हाउ वी क्यान मेक नेटवर्किङ गुड कसरी बनाउनु हो त्यसको लागि चाहिँ यस्तो हुनुपर्छ कि त्यसको नेटवर्किङको लागि चाहिँ हामीले कोसँग नेटवर्किङ बनाउने इज भेरी इम्पोर्टेन्ट होइन मैले कोसँग नेटवर्किङ बनाउने कोसँग सम्बन्ध बनाउने अनि त्यो भात जम्प पनि हाल्ने होइन सुरुमा बिस्तारै उहाँहरूको एक्टिभिटिजलाई हेर्ने होइन उहाँले के गर्न खोज्नु भएको छ उहाँको सोच के छ होइन कस्तो गर्न खोज्नु भएको छ त्यो कुराहरूलाई एनालाइसिस लिएर आफूले एक्सेप्ट गर्ने हो सुरुमा ओके उहाँको गुड थिङ्सलाई एक्सेप्ट गर्ने उहाँको बारेमा थोरै भनिदिने कहीँ भेटाए बेला कुराहरू गरिदिने फेसमा फ्रेन्ड छ भने फ्रेन्ड भनिदिने कहिले कसो कमेन्ट हानिदिने होइन यो तरिकाले चाहिँ हामीले नेटवर्किङ बनाउन सक्यो बिस्तारै बिस्तारै आफ्नो प्लानहरू आफ्नो चाहिँ नयाँ उहाँलाई न्यू काम लाग्ने र साँच्चीकै पनि काम लाग्ने युनिकनेस भएको आइडियाहरूलाई लिएर त्यो टपिकमा कुरा गर्ने बिस्तारै भेट्न खोज्ने होइन एक दुईवटा भेट चिया कफीमा टाइम उहाँको टाइम अनुसार टाइम कति त्यो टाइममा चाहिँ हामीले चिया कफीको लागि अफर गर्ने चिया खुवाउँदै भन्ने सरहरू भन्ने के भन्ने सो मेकिङ अ गुड कनेक्सन इज भेरी इम्पोर्टेन्ट किनकि जुनसुकै बिजनेस गर्दाखेरि पनि त्यो चिनेको मान्छे यो मान्छेले चाहिँ भोलि चाहिँ हामीले चाहिँ हुन्छ नि यसलाई चाहिँ आफ्नो पिआर दियो आफ्नो चाहिँ हुन्छ नि आफ्नो सम्बन्ध दियो भने यसले बिगार्दैन राम्रो मान्छे भन्ने खालको बनाउनुको लागि र साँच्चीकै पनि राम्रो हुनु पऱ्यो क्या मान्छे उसको इन्टेन्सन पोजिटिभ भयो भने मलाई लाग्छ इन्टेन्सन राम्रो भयो भने चाहिँ तपाईँको कोही पनि मान्छेसँग चाहिँ सम्बन्ध बनाउन सकिन्छ मैले फेरि पोलिटिकल लिडरहरूसँग चाहिँ मैले सम्बन्ध बनाएन मलाई चाहिँ त्योदेखि नै पहिल्यैदेखि चाहिँ कति घर फ्यामिली सबै कुराहरू टाढै भएर र मलाई पनि खासै मन नपरेको भएर अनि कुनै पनि पार्टी इन्भल्भ छैन मासँग त्यो हिसाबले मैले बनाएको जस बिजनेसमा काम गरिरहेको मान्छेहरूसँग र अरूलाई इन्सपायर गरिरहेको मान्छेहरूसँग म कनेक्ट छु अलिअलि अहिले सुरुमा म अलि धेरै कनेक्ट थिएँ त्यसपछि आएर इन्सपायर मात्र भएर भएन कि यो मोटिभेट मात्र भएर भएन कि ती कुरा थाहा पाएर पनि भएन कि सब थाहा त कहाँ गर्ने इम्प्लिमेन्ट कहाँ प्रयोग गर्ने मैले नलेज चाहिँ छ विस्डम चाहिँ छैन कहाँ लाउने मैले कहाँ नलेज लाउने प्लेटफर्म त हुनु पऱ्यो नि त होइन मोटिभेट म चाहिँ एकदम मोटिभेट बिहानदेखि सानोसानो एकदम मोटिभेट छु म इनर्जी छु तर त्यो इनर्जी कहाँ आउने मैले कुन काममा लगाउने होइन त्यो गफ मात्रै गर्दा मलाई त भएन कमेन्ट फेसबुकमा कमेन्ट हाल्दा मात्र गरेर त भएन होइन भने चाहिँ कुन त्यो मोटिभेसन यो स्याडनेस यो हामी चाहिँ पछि बिस्तारै काम गर्दाखेरि पहिला सुरुमा त काम गर्नु रहेछ क्या काम सिक्दैछ सिप सिक्दैछ केही न केही कुराहरू आइडियाजहरू लिँदै रहेछ क्या अनि त्यो बेला तपाईँहरू हन्टर खानुभयो तपाईँहरू धोका खानुभयो भने त्यहाँनिर तपाईँको मोटिभेसन चाहिएला त्यहाँनिर चाहिँ तपाईँलाई चाहिँ हुन्छ नि एङ्गर आउला त्यो एङ्गर म्यानेजमेन्ट कसरी गर्नु त्यहाँ आउला तपाईँ एकदम बिजी हुनुभयो तपाईँको बिजनेस पिकमा चाहिँ एकदम राम्रो चलिरहेको छ अब त्यो बेला चाहिँ तपाईँले अब टाइम कसरी म्यानेज गर्ने भन्ने फिल आउला अनि टाइम म्यानेजमेन्टको आइडिया त्यहाँ आउला पहिला त हाम्रो स्ट्रेस त हुनु पऱ्यो नि त हामी स्ट्रेस हुनु पऱ्यो पोजिटिभ ठिक्क मात्रामा स्ट्रेस भएपछि पो निस्किने हो नि त के होइन ब्यालेन्स गर्नु उखु पनि त होइन रस निकाल्नको लागि स्ट्रेस नभएको त आउँदैन नि त अनि बल्ल पो हामी खाना खानु भने जस्तै हामी चाहिँ चाहिने मात्रामा भन्छ नि स्ट्रेस हुनु जरुरी छ होइन हामी चाहिँ त्यो लेभलमा चाहिँ हामीले काम गऱ्यौँ भने बिस्तारै हरेक कुराहरू बिस्तारै आइडियाजहरू बिस्तारै आउँछ बिस्तारै सम्बन्ध बन्छ धेरै अहिले यत्तिकै सबैसँग सम्बन्ध बनाएर काम गर पनि भन्ने भएन एकजना तपाईँको साथी छ भने तपाईँको साथीकोबाट चाहिँ म यस्तो काम गरिरहेको साथीलाई के गर्ने तिम्रो साथीहरूलाई भनौँ न
भन्ने खालको कुराहरू गर्नु उसले कुनै सिनियर दाइलाई भन्ला अर्को सिनियर दाइले म त सक्दैन मेरो टाइम हुन्न म एउटा भाइलाई भनिदिन्छु भन्दैला तर तपाईँको आइडिया राम्रो हुनु पऱ्यो तपाईँको सोच राम्रो हुनु पऱ्यो तपाईँको इन्टेन्सन राम्रो हुनु पऱ्यो क्या तपाईँ चाहिँ एकदमै त्यो डाउन टु अर्थ हजुरले भनेको थियो डाउन टु अर्थ हुनु पऱ्यो क्या जोसँग मान्छे पनि बोल्यो ठिक्कै बोलिदिने होइन गएर सम्मान गरिदिने संस्कार गरिदिने नमस्कार दाइ भनिदिने है फन्सी हुन्छ के खबर के गर्दै हुन्छ म यस्तो गरिरहेको छु दाइ के सकिन्छ टाइम छ हजुरको यो खालको कुराहरू गर्नु कुन नाइ भन्दैन भन्छ र भन्दैन भनेपछि यो हिसाबले चाहिँ जोगाडी भएर मैले मास्कममा पढ्दा सर यस्तो कनेक्सन्स भनेको चाहिँ खास कस्तो रहेछ तपाईँले जर्नलिस्टहरूलाई चाहिँ कस्तो हुनुपर्छ यो कनेक्सन्स ड्रग खानेदेखिको लिएर पिउन चौकीदार हुन्छ नि यहाँ तल्लदेखिको यहाँ यसरी बनाउनु हुने क्या कनेक्सन्स चाहिँ सो द्याट अब तपाईँलाई कोही बेला कुन चाहिँ पनि न्युजको लागि एटलिस्ट फर इन्फर्मेसन भए पनि नि कुन खालको न्युजको ऊ आएको इन्क्वायरी आएको त त्यो कसलाई सोध्ने भनेर थाहा हुन्छ अब तपाईँलाई मेन न्युज त यो हेडले दिँदैन नि त मेन न्युज दिने त उसको ड्राइभर अर समवन सो हामीले कहिले पनि उयो जज चाहिँ गर्नु हुँदैन तपाईँले यो मान्छेबाट के होला भन्ने चाहिँ जस्तै हुनुपर्छ हो त्यो चाहिँ हो भने आफूसँगै भएको साथीहरू आफूसँगै भएको भाइहरू दाइहरू जुनियर सिनियर जो छ उहाँहरूसँगैबाट हामी केही काम थालनी गऱ्यौँ केही सोचको कोही मान्छे सर्चिङ गर्न लाग्यौँ हामीले खोज्न लागेको टाइपको मान्छे हामीले खोज्न लागेको टाइपको चाहिँ बिजनेसको आइडियाजहरू केही प्लानहरू केही हेल्पहरू त्यो उहाँहरूसँगबाटै सुरुमा जस्तो मलाई सपोज मेरो यहाँनिर इन्स्टिट्युट छ मैले मेरो इन्स्टिट्युटलाई ग्रो गर्नको लागि मैले यो वरिपरि भएको मान्छेहरूलाई भन्नु त पऱ्यो नि मेरो इन्स्टिट्युट छ है कोही तपाईँहरूको थर्चिङमा मामा भान्जा बाजुका मान्छेहरू भाइ बहिनीहरू कोही इङ्ग्लिस ल्याङ्ग्वेज पढ्छ कोही जापानिज ल्याङ्ग्वेज पढ्छ कोही आइएल्स पढ्छ कोही ब्रिटिस कोर्स पढ्छ कोही लोकसेवा पढ्छ भने पठाउनु होला है दाइ भाउजू पठाउनु होला है अङ्कल पठाउनु होला है भने राम्रोसँग बिहारी गर्दै भनेको अनि बल्ल उहाँहरूले पनि पठाउला उहाँहरूले नपठाए पनि कोही यो गल्लीमा हिँड्दा मान्छे कहाँनिर छ यो क्वालिटी भनेर भन्यो भने भन्ला नि त मैले भनेकै छैन कसै कसै थाहा हुन्छ यहाँनिर सुरुकै पसल भए पनि मैले कसै यो छिमेकीको वरिपरिका मान्छेहरू कसैलाई भनेकै छैन भने त्यो काम लाग्छ लागेर नि त हामीले सराउन्डिङमा जो छ तपाईँसँग जो मान्छे छ त्यो मान्छेलाई पहिला आफ्नो भिजन आफ्नो मिसन आफ्नो प्लानहरू आफ्नो त्यो सोच विचार भन्नु पऱ्यो कि अनि बल्ल बिस्तारै स्टेप बाई स्टेप बढ्ने हो कि होइन त्यसरी चाहिँ एउटा बन्छ क्या गर्ने त्यसरी मैले त्यसरी नै गरेँ भानुभक्त आचार्य कुन कथा भानुभक्तले त्यतिकै बस्दा एउटा घाँस काट्नेकोबाट चाहिँ उहाँले आइडिया पाएको नि त मलाई कुछ गर्नुपर्छ भनेर सो इट टिचेस त्यो मोरल भ्याल्युज के सर त्यो सानोमा मलाई हामीलाई मिसले हामीलाई स्टोरी भन्नुभएको थियो कि त्यो घाँस काट्नेले चाहिँ भानुभक्तलाई घाँस किन काटेको भन्दाखेरि मलाई धेरै पैसा कमाएर चाहिँ सोसाइटीमा एउटा वेल बनाउनु छ वेल वाट इज वेल इन नेपाली नो कुवा होइन वेल बनाउनु छ किनभने म मरेर गएर पनि मान्छे अनि मलाई सम्झोस् नि त्यहाँदेखि भानुभक्त चाहिँ त्यो सोचले त पुरा फ्रस्ट्रेटेड यस्तो घाँस काट्ने मान्छेले यस्तो डरलाग्दो सोचिरहनु भएको छ म त राम्रो घरको भनेर चाहिँ हि स्टार्टेड साहित्य नेपाली साहित्य वाज इन्ट्रोड्युस बाई भानुभक्त सो उहाँको इन्सपिरेसन वाज द्याट घाँस काट्ने मान्छे सो हुन्छ नि हाम्रो इन्सपिरेसन पनि लाइक मेरो आई मेक भिडियोजहरू चाहिँ मेरो इन्सपिरेसन हेज बिन लाइक माई नरेश सर न या उहाँलाई काम गरेको देखेको छु नि त मैले बेलुकासम्म गरिरहेको हुन्छ सो म पनि त सक्छु भन्ने क्या पुरा मोटिभेट भयो उहाँलाई देखेर चाहिँ सो त्यसरी नै के अब कोही सानो कोही ठुलो होइन रहेछ भनेको चाहिँ सो हामीले यो मोरल भ्याल्युज चाहिँ स्प्रेड गर्नु जान्यो भने चाहिँ नि सर एउटा राम्रो सोसाइटी लभिङ सोसाइटी हुन्छ क्या कोअपरेटिभ सोसाइटी सो त्यही नै हो त्यस्तो लाइफ इज लाइक दिस सो हामीले चाहिँ धेरै मान्छेहरूलाई कोही हुन्छ नि अर्को कुरा मैले एउटा सर्टकटमा भने धेरै पनि बोल्नु नभयो होइन अनि टाइम पनि ओभर भइसकेको छ एउटा अर्को कुरा के हुन्छ भन्दाखेरि लाइफमा हामीले जो धेरै ठुलो खोजेको छ त्यो मान्छे हाम्रो लागि काम लाग्दैन सर कहिले काम लाग्दैन नेपालको प्रधानमन्त्रीको डेलिभर त्यो हाम्रो काम लाग्छ तपाईँ बिना परिवारलाई फोन गर्नु सक्नुहुन्छ तपाईँलाई लिन आउँछ डाइरिया परिरहेको छ कोही के अरे जीवन जल लिएर आउँछ ज्वरो आएको छ सिटामोलको फिभरको लिएर आउँछ आउँदैन नि त होइन तपाईँलाई पैसा चाहिएको छ 1000 रुपियाँ चाहिएको छ अहिले ग्यास सकियो 1000 रुपियाँ मात्रै खल्तीमा छ 1000 रुपियाँ हालिदिन्छ नि त त्यो ठुला मान्छेहरूले कहिले पनि काम लाग्दैन
उहाँहरूसँगबाट भनेको सिक्ने मात्र हो, स्टोरी सिक्ने हो, मोरल अफ द स्टोरी सिक्ने हो। तर काम लाग्ने भनेको आफूसँगै भएको मान्छे र सकभर त आफूभन्दा लोवर मान्छे काम लाग्छ क्या। किन यो दाइले फलाना दाइले यार मलाई सहयोग माग्यो यार, भोलि मलाई यसलाई के अरे मैले पनि यसलाई हेल्प माग्नुपर्छ, यसलाई हेल्प गरौँ भनेर गर्छ क्या। तपाईँले घर परिवारमा हेर्नु न, तपाईँ अलिक खानदानी मान्छे हो भने ठिकै घर परिवारमा खाना लाउने ठिकै मान्छे हो भने चाहिँ तपाईँको छिमेकीमा अलिक कम आर्थिक स्थिति भएको मान्छेलाई सहयोग माग्नु खोज्नु भयो भने त्यो भाइले त्यो अङ्कलले सहयोग गर्छ क्या तपाईँको बुवा आमाले। तर तपाईँको बुवा आमाको भन्दा बढी इन्कम भएको, तपाईँको बुवा आमाको भन्दा बढी खेतबारी भएको छिमेकीले तपाईँलाई हेल्प गर्दैन क्या, लेखेर राख्नु हो कि गर्दैन नि त हो। भनेपछि लाइफमा पनि तपाईँभन्दा ठुलो मान्छेले तपाईँलाई कहिले पनि काम लाग्दैन। अनि हामीले चाहिँ हुन्छ नि हामीभन्दा चाहिँ कम भएको मान्छे चाहिँ काम लाग्दैन। त्यही भएर चाहिँ हामीले चाहिँ हाम्रो हुन्छ नि मैले धेरैसँग पार्टनरसिप गर्दाखेरि पनि आफूभन्दा ठुला मान्छेसँग पार्टनरसिप गरेर फस्या पनि छु क्या म। त्यही भएर आफूभन्दा जुनियर मान्छेहरूसँग जसले हामीलाई मान्छ, किन कुन मानेमा मान्छ, यसको एक्सपिरियन्स छ, यसको चाहिँ स्किल छ, यसको चाहिँ नेटवर्क राम्रो छ, उदाइको चाहिँ राम्रो समाजमा छवि छ भनेर उसले हामीलाई मान्यो भने अनि बल्ल काम गर्ने हो कि। मलाई ट्रेडर भने कसरी काम गर्ने त, गर्छ त मेरो अन्डरमा, गर्दैन नि त, मेरो भिजनलाई उसले सहयोग गर्छ नि त, गर्दैन नि त। त्यो भएको कारणले गर्दाखेरि लाइफमा काम लाग्ने मान्छे भनेको हामीभन्दा जुनियर, हामीभन्दा कम स्किल भएको, हामीभन्दा कम पैसा भएको होइन, कम मेन पावर भएको मान्छे काम लाग्छ। त्यही भएर चाहिँ हामीले कहिले पनि आफ्नो सराउन्डिङमा भएको मान्छेहरूलाई जजमेन्ट गर्नु हुँदैन, उहाँहरूलाई चाहिँ हुन्छ नि अनदेखा गर्नु भएन होइन। उहाँहरूको चाहिँ क्यापासिटीलाई, उहाँहरूको क्षमतालाई पनि त्यसरी चाहिँ हामीले हेलसेक्राइ गर्नु भएन। मैले चाहिँ वाट आई हेभ लर्न इज मैले के बुझेको छ नि सर, पैसा आउँछ जान्छ राइट, तर तपाईँले लाइफमा एउटा साँचो कनेक्सन्स साँचो यु नो द्याट्स नट फेक, तपाईँलाई चाहिएको बेलामा या द्याट पर्सन इज अलवेज देयर, द्याट इज इम्पोर्टेन्ट इन लाइफ। त्यस्तो चाहिँ बुझेको छ नि। जस्तो धेरै ठाउँमा मैले आफैले पनि काम गर्दाखेरि कतिपय ठाउँमा कस्तो हुन्छ कि कतै ठाउँमा हामी फेल भयो भने पनि यस्तो कनेक्सन राम्रो भयो भने सुरुमा 1-2 दिन त हामी डिप्रेस हुन्छ होइन, स्ट्रेस पनि हुन्छ होइन। पछि बिस्तारै अब हाम्रो मोबाइल थाप्नु हुन्छ होइन, मोबाइलमा चाहिँ यसो ग्यालरीमा हेर्ने हो भने म योसँग मान्छेसँग मेरो सम्बन्ध छ, यो मान्छेले मलाई राम्रै मान्छ, ठिकै मान्छ मलाई होइन, मेरो ब्यागमा पनि उसले मलाई सपोर्ट गरेर हुन्छ भन्ने खालको सोच आयो भने त्यसपछि आएर होइन यो मान्छेले मलाई सहयोग गर्छ कि भनेर हामी त्यो मान्छेसँग पनि सहयोग माग्नु गयो भने त्यो बेला चाहिँ हामीले कनेक्सन राम्रो भयो, कनेक्सन बनाएको छ भने त्यो मान्छेले चाहिँ हामीलाई सहयोग गर्न सक्छ कि। गरेर मलाई धेरै हदसम्म गराए पनि छन्, धेरै ठाउँमा धेरै साथीहरूले, धेरै के अरे सिनियरहरूले धेरै ठाउँमा सहयोग गरे होइन। तर मैले चाहिँ कस्तो भन्दाखेरिमा मैले फेरि घर परिवारमा चाहिँ मैले भन्दैन कि म यो काम गरिरहेको छु, म यस्तो गरिरहेको छु, गफ लाउँदैन, किन गफ कसैले बताउँदैन नि त। अनि यो कुरा चाहिँ म त्यति सक्सेस पनि भएन नि त मेरोमा होइन। +2 साइन्स पढेँ, अहिले के पढ्छु भनेर साइन्स लिएँ, त्यो साइन्स पनि सक्सेस भएन कि। किन भएन, कतिपय ठाउँमा त घर परिवारकै समस्या हो नि त, उहाँहरूले अब चाहिँ पैसा सकिन्न है, आफै पढ्नुपर्छ भनेर भन्छ कि चाहिँ मैले त्यसलाई त छोड्नु पऱ्यो होइन। अनि कतिपय ठाउँमा चाहिँ कुनै ठाउँहरू बिजनेस गरेर हुन्छ, कुनै ठाउँमा पार्टनरसिपमा गरेर हुन्छ। पार्टनर धोका दियो, मैले घर परिवारलाई भने पनि छैन र उसले भनेपछि पार्टनरसिप नगर्ने भन्छ म्याक्सिमम् मान्छेहरूले। मैले यसो हेर्दाखेरि मैले यसो गरिरहेको छु भने ठिकैको भाइ राम्रै गर, 1-2 वर्ष गर, त्यसपछि सिकेपछि एक्लै गर भन्छ कि मान्छेले, एक्लै गर भन्छ, किन उनीहरूले फेल खाएको नि त। तर त्यो व्यक्ति फेल भयो भन्दैमा हामी सबै पार्टनरसिपमा फेल हुने हो त होइन। पार्टनरसिपमा गरिने बिहेभियर, पार्टनरसिपमा हुँदाखेरिको त्यो खालको इन्टेन्सन हाम्रो कुन छ, सही चाहिँ गलत छ होइन। अरू पार्टनरलाई मैले कतिको रूपमा ल्याएको छु होइन, फाइदा मात्र लिने अनि हुन्छ नि उहाँहरूलाई चाहिँ हौसला दिनुपर्ने ठाउँ, उहाँहरूलाई चाहिँ धन्यवाद दिनुपर्ने ठाउँमा चाहिँ धन्यवादको पात्र चाहिँ आफू मात्र मपाइत्व हुन्छ नि। टिममा काम गरिसकेपछि मपाइत्व हुनु हुँदैन कि। त्यो खालको चाहिँ हामी कहाँ फेल हुन्छ भन्दा सर कनेक्सन्स भन्दा चाहिँ हामीले कनेक्सन्स बनाउनुपर्छ भन्दा फेक ऱ्यान्डम बनाउँछ, लाइक फेक बनाउँछ क्या। अब त्यो आई हेभ अ गुड कनेक्सन उसँग भन्नुको लागि मात्रै बनाउँछ त्यो, बट त्यो विल नेभर वर्क, कहिले कामै लाग्दैन राइट। सो त्यो नेटवर्क चाहिँ बरु त्यो सम्बन्ध चाहिँ आफ्नो हुन्छ नि जुनियर भाइहरूसँग आफूभन्दा थोरै सिप उमेर कम भएको तर विचारमा राम्रो भएको साँच्चीकै काम लाग्ने मान्छेसँग चाहिँ कनेक्सन बनाउने क्या। त्यो मान्छे जहिले पनि हाम्रो उसमा हुन्छ कि, अप्स एन्ड डाउनमा हुन्छ क्या। हामीलाई चाहिने भने सफलतामा जो पनि आउँछ क्या, नाच्न आइहाल्छ नि बिहेमा होइन, आउँछ नि त। तर हामी बिरामी हुँदाखेरि पो आउँछ, लिन आउँछ त भनेपछि ए यार मेरो त बुढीले बाहिर जानै दिन्न भन्दैन त भोलि तपाईँको साथीले अथवा तपाईँको कोही सिनियर मान्छेले, सिनियर मान्छेले मेरो त बुढीले घरबाट बाहिर आउँदैन यार, उसलाई फलानालाई भन्न
उसले पनि जुनियरलाई भनेको फल्नालाई भन्न भन्छ क्या। त्यही भएर हामीले ती फल्नाहरू जुनियरै बनाउने हो। ती फल्नाहरूलाई हामीबाट केही न केही आश भएपछि नि हो क्या। मान्छे अलरेडी भए पनि सेल्फिस छ नि होइन, किनभने पोजिटिभ सेल्फिस हुनुपर्छ, पोजिटिभ सेल्फिस हुनुपर्छ। किन गिभ एन्ड टेकको क्या, तपाईँलाई पनि दिनुपर्छ मलाई पनि दिनुपर्छ। जस्तो तपाईँ र हामी यहाँ इन्स्टिट्युटमा मिलेर तपाईँ पढाउँदै हुनुहुन्छ, म यहाँ तपाईँलाई स्पेस दिएको छु भनेपछि हजुरको स्वार्थ के हुनु पऱ्यो, मैले पनि खाऊँ र सरहरूलाई पनि अगाडि बढाउँ भन्ने स्वार्थ हुनु पऱ्यो। मैले पनि सरलाई पनि दिउँ, सुरुमा हजुरलाई कि किन हजुरले गर्दाखेरि इन्स्टिट्युट चल्छ नि त। मैले हजुरलाई सोच्नु पऱ्यो, तपाईँले मलाई सोच्नु पऱ्यो क्या। तपाईँको फर्स्ट प्रायोरिटी म हुनु पऱ्यो, मेरो फर्स्ट प्रायोरिटी तपाईँ हुनु पऱ्यो भने बल्ल इक्वल भयो नि त होइन। तपाईँले चाहिँ म खतरा सर हो मेरो कारणले बुझाइ आयो भने मैले पनि त मेरो ठाउँमा आएर तपाईँ यस्तो ठुलो कुरा गर्ने, नेपालमा आएर यस्तो गर्ने भनेर मेरो त्यो भयो भने त हाम्रो त सम्बन्ध रहेन। सम्बन्ध भएन भने बिजनेस कहाँ रह्यो त। त्यो हिसाबले चाहिँ हामीले हरेक ठाउँमा काम गर्नुपर्छ। अनि त्यो सम्बन्ध पनि हामीले भन्नको लागि विश्वास आत्मविश्वास बढाउनको लागि होइन, एउटा चाहिँ मोटिभेसनको लागि चाहिँ ठुला मान्छेहरूको सम्बन्ध बनाउनुपर्छ। उहाँहरूसँग सिक्ने लर्निङ मात्र गर्ने, उहाँहरूको एक्सपिरियन्सलाई हामीले चाहिँ आफ्नो लाइफमा कसरी लिने लेसन चाहिँ लिनुपर्छ। तर काम लाग्ने भनेको त्यो हाम्रै सराउन्डिङका मान्छे नै। यस, आफ्नो छेउको मान्छेलाई कहिले तल नझाउने, कहिले पनि उसलाई पनि डिमोटिभेट त यस्तो भनेर पनि नहच्याउने, त यस्तो भनेर पनि नगर्ने होइन। उसलाई मोटिभेट गऱ्यो भने जस्तो मैले धेरै ठाउँमा मेरो साथीहरूलाई पनि साथीहरूसँग मैले धेरै काम गरेँ होइन। उहाँहरूलाई पनि तिमी हामी त हामी होइन त नै भनिन्छ होइन, तिमी हामी चाहिँ मिलेर काम गर्नुपर्छ। त अगाडि बढेको म पनि अगाडि बढ्छु त्यहाँ, त पनि बढ्न म पनि बढ्छु होइन। भोलि जस्तो फल्नाको साथी जयको साथी भन्ने मान्छे राम्रो भएपछि पो जय राम्रो हुने हो त। जयका सबै साथीहरू स्ट्रङ भए, जयका सबै साथीहरू चाहिँ एकदम फाइनेन्सियली स्ट्रङ भए होइन, मेन्टली स्ट्रङ भएपछि पो जय पनि खतरा छ भन्ने हुँदैन। सब त्यस्तै होइन हुन्छ नि। तपाईँको मन जितेको साथी ठुलो भएर कहीँ एक्लै भयो अरे है। लेट्स टेक योर इक्जाम्पल न सर, मन जितेको साथी तपाईँ ठुलो भएर एक्लै भयो अरे, तर पछि तपाईँ त्यो ठुलो मिस गर्छ क्या सर। तपाईँले त्यो आफ्नो चाइल्डहुड फ्रेन्ड्सहरूलाई मिस गर्नुहुन्छ क्या। बट त्यति बेला तिनीहरू हुँदैन तपाईँसँग, किनभने तपाईँले नराम्रो त्यही भएर चाहिँ सुरुमा हामीले चाहिँ ल साथीहरूलाई पनि सँगसँगै हाम्रो सबै साथीहरू चाहिँ सँगसँगै ग्रो हुनुपर्छ। जस्तो म आफैले पनि जस्तो मैले यो म यहीँ क्वालिटी डिस्कसबाट 8-10 वर्ष अगाडि होइन, मेरो साथीहरू चाहिँ कोही इन्जिनियर छन्, कोही पाइलट, कोही डक्टर, कोही नर्सहरू छन् होइन। अनि त्यो हुँदाखेरि पनि मलाई के हुन्छ भने चाहिँ अहिले मलाई यहाँ काम लागिरहेको छ क्या। किन काम लागिरहेको छ भने चाहिँ म के अरे इन्स्टिट्युट खोलेको छु, हाम्रै संस्थाबाट पढाएको साथीहरू यस्तो है भनेर भन्न पाएको छु। तर भन्न कुन मानेमा पाएको छु भने मैले उनीहरूसँग राम्रो सम्बन्ध राखेको त्यो बेला। उनीहरूसँग चाहिँ धेरै मैले म खतरा म यस्तो यस्तो भनेर भनेको थिएन होला। उनीहरूलाई पनि मैले त्यो खालको ट्रिट गरेको थिएँ होला। त्यही भएर काम लाग्छ। त्यही भएर लाइफमा कहिले पनि सबैसँग सम्बन्ध राम्रो बनाउनुपर्छ है। नेभर गेट इगो इन्टु यु न सर। अगर आज तपाईँको इगो माथि छ भने ग्राभिटीले चल्छ नि त। त्यो ग्राभिटी नोज कि कसरी पुल डाउन गर्नु क्या तपाईँलाई। आज धेरै माथि छ भने भोलि झर्छ पनि तपाईँ क्या। फोर्स लाग्यो त्यही नै फोर्स होइन। भनेपछि यस्तो हुन्छ त्यो सम्बन्धको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा साथीहरूकै सम्बन्धले गर्दाखेरि हामी स्ट्यान्डमा आउँछ क्या फलाएको साथी हो भनेर। त्यही भएर कतिपय ठाउँमा म सङ्गत गर्ने साथी मेरो जिग्रियाहरू चाहिँ ड्रगिस्ट छ भने ड्रगिस्ट हो फलाएको साथी यो जय त्यस साथी ड्रग युज गरेर बसेर हुन्छ भनेर भन्छ कि। तर मेरो साथी कहीँनिर चाहिँ इन्जिनियर डक्टर छ, कहीँनिर राम्रो मानेमा चाहिँ एकदम राम्रो मान्छे छ भने चाहिँ यहाँ फलाउनु साथी उसले भन्छ क्या फलाना थर्ड पर्सनले आएर हामीलाई भन्छ क्या होइन। जयको साथी त्यहाँ रहेछ सँगै तिमीसँग सँगै पढाएको थियो नि त्यो साथी यहाँ डक्टर रहेछ यार, त्यो धन्न म लाइन लागिरहेको थिएँ होइन। जयको साथी भनेर मैले भने त्यसपछि मेरो साथी हो भनेर चाहिँ मलाई अलिक छिटो गरिदियो यार, मलाई हेल्प गर्यो बिकज अफ जयको साथी भनेर पो भनेको। अनि मलाई पनि प्रब्लम भयो त। अनि त्यही भएर मेरो साथीहरू मेरो सम्बन्ध भएका मान्छेहरू ग्रो हुनु पऱ्यो क्या, मैले चिनेका मान्छेहरू जति पनि छ। अनि त्यसपछि बल्ल हामीले हाम्रो सोसाइटी ग्रो हुने हो क्या। मैले त्यो थट्स राखेँ, हजुरले त्यो खालको विचार राख्नुभयो, भाइले त्यस्तो खालको सोच राख्यो भने उसको सबै सर्कलको मान्छे कनेक्सनमा सबै छ नि त एकअर्कासँग। उसले चिनेको मान्छे मैले पनि चिन्छु, मैले चिनेको मान्छे तपाईँले चिन्नुहुन्छ भने चाहिँ त्यो सबै कनेक्सनमा भएको मान्छे सबै मान्छेहरू ग्रो भयो, सबै मान्छे सक्सेस भयो भने पो हामीलाई पनि होइन मान्छे मानव जाति राम्रो छ भन्न पाएछ होइन। नत्र हामीले त्यो मानव जाति मानव भएको हामीलाई कामै लागेन, हाम्रो दिमाग भएको कामै लागेन, हाम्रो बुद्धि भएको कामै लागेन, हाम्रो विवेक भएको कामै लागेन नि त। त्यसरी चाहिँ हामीले सेयरिङ चाहिँ गर्नुपर्छ। एउटा कुरा मैले सिकाएको थिएँ होइन, त्यो हाम्रो भागवत गीताबाट कुनै पनि कुराहरू हामीले सिकाएको छ भने त्यो कुराहरू सेयर गर्नुपर्छ क्या। आफूमै ब्लग लिएर राख्नुहुन्न क्या।
मैले कुनै कुरा खिच्चा पोजिटिभ कुराहरू नेगेटिभ चाहिँ हामीले ब्लग नै गर्नुपर्छ मैले कुनै कुरा राखेँ भने होइन कतिपय ठाउँमा चाहिँ हामीले ब्लग गर्न सक्यो भने हामीले चाहिँ ब्लग गर्ने खुसी गर्नुपर्छ तर पोजिटिभ कुराहरू अरूलाई पनि काम लाग्ने कुराहरू शिक्षाहरू चाहिँ हामीले जति बाँड्ने जति सेयर गर्ने त्यति चाहिँ सिक्छ र आफूलाई पनि नयाँ नयाँ तरिकाबाट यो लेसन चाहिँ मैले यहाँ पनि काम लाग्नुपर्छ है तपाईँलाई मैले सिकाइरहेको छु भने मलाई मेरो दिनभरिको एक्टिभिटिजमा कुनै न कुनै ठाउँ त्यो काम लागेको हुन्छ क्या किनकि मैले यार मैले यो लेसनमा चाहिँ यो के अरे दिनमा चाहिँ यो सरसँग बोल्दाखेरि यो काम गर्दाखेरि चाहिँ मैले यो फल्ना साथीलाई सिकाएको लेसन चाहिँ त्यहाँ पनि काम लाग्छ त्यहाँ युटिलाइज गर्न सक्छु मैले भनेर त्यसरी पनि काम गर्न सक्छु एक्सपिरियन्स चाहिँ बढी सेयरिङ गर्दाखेरि अझ त्यो मल्टिप्लाई हुन्छ कि त्यो नलेज मल्टिप्लाई यस एक्ज्याक्टली तपाईँलाई नयाँ तरिका हुन्छ हाउ टु डु इट त्यो इट्स लाइक ज्ञान जति बढ्यो त्यति बढ्छ Yeah, podcast talk was so good, right? This might be the last question. So, what is it that kept you motivated? हजुरलाई केसले चाहिँ मोटिभेटेड राख्यो कि हैन म गर्नै पर्छ भन्ने किनभने मोटिभेसन इज समथिङ लाइक यु नो कोही बेला यु फिल लो कोही बेला यु फिल हाई सो हाउ डिड यु ब्यालेन्स द्याट जस्तो भनेर चाहिँ मोटिभेसन कहाँबाट आउँछ भन्दाखेरिमा पहिला हामी डिमोटिभेट हुनु पर्यो नि त फ्रस्ट्रेट हुनु पर्यो नि त स्ट्रेस हुनु पर्यो नि त कुनै टपिकमा कुनै कुरा नभएर के यतिकै होइन केही कुरा नभएर पोजिटिभ कुरा नभएर हामी स्ट्रेस हुनु पर्यो हामी त्यो कुरा चाहिँ खोजिरहेको बेला त्यो लक्ष्य प्राप्तिको लागि हामी एकदम भौतारिरहेछौँ अनि फ्रस्ट्रेट हुनु पर्यो क्या अनि त्यसपछि आएर अनि बल्ल त्यो पोइन्टमा आएर मोटिभेसन भयो भने अनि बल्ल त्यो काम लाग्छ क्या होइन त्यतिकै मोटिभेट भएर त्यो होइन झगडा गर्न गएर मोटिभेट भएर पनि भएन नि त होइन नराम्रो काम गर्ला मलाई कहाँबाट मोटिभेट भयो अरे जस्तो म अब अघि भने जस्तै लोवर मिडियम फ्यामिलीबाट बिलोङ गरेको भएर जे कुराहरू चाहेको थियो त्यो कुराहरू घरमा परिपूर्ति भएन होइन अनि साइकलमा 9-10 क्लासमा दाइको लागि साइकल किनेको थिएँ म मेरो लागि किनेको वर्ष याद भएन होइन त्यो 15-20 वर्ष अगाडि अनि त्यो साइकलमा म 9-10 क्लास पढेँ अनि 11-12 चाहिँ म साइकलमा चढेन क्या बरु म हिँड्छु साइकल किन भने चाहिँ सब साथीहरू कोही बाइकमा आउने कोही बरु हिँडेर आउने कोही रिक्सामा आउने अनि म साइकलमा गएर लाज भइहाल्यो त्यो भइरहेको ठाउँमा भनेर म साइकलमा चढेन कहिले अनि हिँड्दै गएँ हिँड्दै आएँ अनि मलाई के फिल हुन्थ्यो भने चाहिँ अब बाइक किन्ने सोच फिल त आउँछ मान्छेलाई केटाहरूलाई बाइक नकिन्ने फिलै आउँदैन होइन आउँछ पैसा भएपछि होइन अब +2 पास गरेर चाहिँ बाइक किन्नुपर्छ भन्ने सोचायो पैसा छैन घरमा अब +2 पछि मैले केही न केही गर्नुपर्छ अनि +2 पछि मैले केही न केही बिजनेस गर्नुपर्छ अब यतिकै यो भएर पढेर मात्र भएन भनेर बिजनेस गर्ने सोचले धेरै कुराहरू सिक्यो धेरै कामहरू गर्न प्रयास गरेँ धेरै कार्यक्रमहरू पनि गरेँ आफ्नो हिसाबले इभेन्टहरू गरियो होइन ट्रेनिङहरू लियो त्यो दौरानमा पनि जे कुराहरूको अभाव भएपछि हामीलाई ऊ हुँदो रहेछ क्या भ्यालु हुन्छ त्यो प्राप्तिको लागि अनि त्यहाँ चाहिँ त्यो कुरा प्राप्ति गर्नको लागि मोटिभेसन काम लाग्ने हो क्या त्यहाँनिर चाहिँ लाग्छ काम मोटिभेसनको अनि किन चाहियो मोटिभेसन कसरी सोच्ने हो पनि भन्यो क्या जस्तो कोही त बुवा आमालाई त्यो भएको जग्गा पनि बेच भनेर रुएर पनि बाइक किन भन्ला होइन पढाइदियो भन्ला तर मलाई चाहिँ के फिल भयो भने चाहिँ ठिक छ बुवा आमाको लेभल त्यति नै हो नि त अनि त्यो सम्पत्ति कसको हो पछि मेरै त हो नि अनि मैले त्यो जग्गा बेचेर पढेपछि मैले त्यो जग्गा बेचेर बाइक किनेपछि अनि त्यो बाइक पनि बिग्रिन्छ फेरि एक्सिडेन्ट भयो भाँचेपछि सक्यो खलास अनि त्यो भए सम्पत्ति कति छ त फेरि अनि भएको सम्पत्ति बचाउँ न भनेर चाहिँ मैले ठिकै छ पढाइ मात्र ठुलो कुरा होइन पढेर पनि कमाउने लास्टमा कति कमाइस् त बाबु भन्ने नै हुन् के जब गरिरहेको छस् भन्ने नै हुन् के छ तेरो पोजिसन त्यहाँ भन्ने नै हुन् त्यही भएर हामीले चाहिँ स्किल सिकेर आफ्नो पोजिसन आफै होल्ड गरौँ न आफै क्रिएट गरौँ न होइन आफै क्रिएट गर्ने नि किन अरूले चाहिँ त यो फल्ना पोस्टमा बस्न अरूले बस भने सिटमा त अरूले उठ पनि भन्ला नि त तर म आफैले बनाएको सिट हो भने त त्यो सिटमा घर लगाएर जाउन नि होइन त घर लगाएर गर्नु सक्यो नि त त्यो पोजिसन मैले आफूलाई बनाएको हो भने होइन त्यो फिल चाहिँ मलाई आयो होइन त्यो फिल आउँदाखेरि चाहिँ मैले मोटिभेसन त्यहाँनिर आयो त्यो पोइन्टमा मसँग पैसा थिएन मसँग चाहिँ मैले भैरवमा हिँडिरहेको थिएँ म त्यसपछि आएर सबै साथीहरू चाहिँ आफ्नो सर्कलको साथीहरू कोही MBS पढिरहेको छ कोही डक्टर पढिरहेको छ कोही के गरिरहेको छ कोही इन्जिनियर पढिरहेको छ बुवा आमाको पैसा छ घरबाट पैसा पढिरहेको छन् आफू छैन अनि मैले चाहिँ के सोचेँ भने चाहिँ मैले एकजना साथीहरूलाई भनि पनि रहेको छु अहिले पनि कसले साथीहरूले भन्छन् होइन के अरे तिमीहरू ब्याचलर गर्दासम्म मैले ब्याचलर पछि तिमीहरूले कमाउने पैसा मैले ब्याचलर पढ्दासम्म कमाइसकेको हुन्छु भनेर म गफ दिन्थेँ क्या त्यो बेला तिमीहरू बुवा आमाको पैसा लिएर 8-10 लाख 20-30 लाख रुपियाँ खर्च गर ब्याचलर पढ म चाहिँ त्यो ब्याचलरको 4 वर्षमा चाहिँ होइन कतिपट्टि म फेल हुन्छु होइन कतिपट्टि म सिक्छु कतिचोटि चाहिँ म सक्सेस हुन्छु र म त्यति पैसा त्यो बेला कमाइहाल्छु त्यसपछि को ब्याचलर पछि म
आफ्नो एउटा स्टेबिलिटी भएर एउटा कुनै काम गर्ने योग्य मान्छे हुन्छु नि त म त्यो बेलासम्म त। अनि त्यो फिल्ड चाहिँ मैले लिएँ के। अनि त्यो साथीहरूले कस्तो हुन्छ कि यो पोजिटिभ माइन्डसेट हो नि त मेरो, मैले लिएको चाहिँ। किनभने चाहिँ साथीहरू सब पढिरहेको नि त पैसा लिएर बाबाको, तर मैले के लिएँ भने चाहिँ तैँले जति खर्च गरिरहेको छ त्यति म कमाउँछु कि त्यो बेला 4 वर्षमा। पछि लास्टमा आएर कमाउने, पछि तिमीहरूको ब्याचलर पछि म केही राम्रै बनिहाल्छु, राम्रै कनेक्सन भइहाल्छ, त्यसपछि तिमीहरूलाई जब एमबिएस भयो चाहिँ कहीँनिर अब नेपालमा जाँदा त कमाउँदैन, कहीँनिर पावर लगाइदिन भाइ यार मेरो साथी हो भनेर भनिदिएर कहीँनिर म्यानेजर बन्न आयो बेला इन्टरभ्यूमा चाहिँ मेरो चाहिँ सिभीमा चाहिँ कहिले मेरो नाम राखिदिनु नि तिमीहरू, त्यो चाहिँ तेरो दाइको हुन्छ भनेर यसै साथीहरूलाई त्यही त हो नि होइन। अब अलिकति भन्नु पऱ्यो नि त। त्यो खालको चाहिँ मैले थट्स लिएँ क्या, उनीहरूलाई पनि भने। अनि मैले मनमा पनि त्यो राखेर त्यसरी चाहिँ नेटवर्किङ बनाएर त्यसरी स्किलहरू सिकेको, त्यसरी फेल पनि भएँ। र फेल पनि भएर पनि मैले के सोचेँ भने चाहिँ मेरो लेभल अफ नभएर मेरो लेभल मैले आफूले चाहिँ आफ्नो क्यापासिटी त्यो लेभलसम्म नपुगेर चाहिँ म फेल भयो। म फेल हुने मान्छे त होइन नि त, फेल हुन्छ त हुँदैन नि त, पढेपछि मान्छे फेल हुन्छ हुँदैन नि त। इक्जाममा त्यति आउँछ होइन, त्यो बुकमा भएको कुरा त आउँछ नि, त्यो बुक पढेपछि फेल हुन्छ कोही फेल भएको छ छैन नि त होइन। पढ्यो भने अनि जे त्यो बिजनेस गर्दाखेरि त्यो काम गर्दाखेरि जे काम गर्नुपर्छ त्यो काम गरेपछि कसरी बिजनेसमा फेल होला, कसरी जबमा फेल होला त। तपाईँ इङ्ग्लिस ल्याङ्ग्वेज पढाउँदै हुनुहुन्छ भने तपाईँ इङ्ग्लिस ल्याङ्ग्वेज पोख्त हुनु पऱ्यो र तपाईँले चाहिँ त्यो क्लासमा गएर पढाइसकेपछि कुन चाहिँ विद्यार्थीले बुझेन भन्नु त। अनि त्यसरी चाहिँ मैले त्यो मोटिभेसन लिएर चाहिँ काम गर्दाखेरि चाहिँ अनि फ्यामिली कन्डिसन अनि बुवा आमाको त्यो हुन्छ नि, बुवा आमाले चाहिँ फेरि कस्तो कि बुवा आमाले मलाई 6 क्लासमा भर्ना गर्न आएको थियो बुवा एक्चुअली। त्यसपछि मलाई भर्ना गर्न कहिले आएनन्, कहिले पनि फी तिर्न पनि आएनन् क्या, पैसा पनि छ कि छैन भनेन कि, गरिहाल्छौ टाइपको होइन, मैले गरिहाल्छु किन के गरिहाल्छु गरेर खान्छ भने विश्वास पनि थियो। अनि कहिले पनि त्यो हुन्छ नि खाना खाइस् किन, त कहीँ घुम्न लाग्छस्, कहाँ जान लाग्छस् त, त्यहाँ नजा वहाँ नजा के भन्नु क्या। म दसैँमा घर गयो भने बुवा म त टिका लगाइहालेँ, म त मेरो काम छ भनेर जान्छु भने ए ल जा हुन्छ जा, तेरो काम छ, काम ठुलो कुरा हो, टिका लगाइहालिस् भन्ने खालको सपोर्ट पनि पाएँ एक तर्फबाट। अर्को तर्फबाट चाहिँ फाइनेन्सियल सपोर्ट पाएन, किन थिएन र पो दिएनन् होइन, थियो र दिएनन् ठिक छ, तर फ्रिडमको रूपमा चाहिँ तिमी काम गरिरहेछौ भने तिमी काम गर भन्ने हिसाबले चाहिँ मैले त्यो मोटिभेसन घरबाट पनि पाएँ। त्यो मोटिभेसन मेरो यो के अरे आफ्नो फाइनेन्सियल कन्डिसनले पनि पाएँ। अनि आफ्नो घर आफ्नो कुन ब्याकग्राउन्डबाट आऊ, मैले कहाँ पुग्नु छ, मैले के गर्नु छ, साथीहरूको घरमा के अरे घर 3 तलाको छ, मेरो त छैन, त्यसको लागि पनि मैले स्ट्रगल गर्नु छ, त्यसको लागि पनि मैले केही सिक्नु छ, मैले काम गर्नु छ, मैले सबैसँग राम्रो सम्बन्ध बनाउनु छ। त्यो हिसाबले पनि मान्छेमा केही कुराहरू कमी भयो भने, अभाव भयो भने अभावले दबाब दिन्छ के हुनमा, सफल हुनमा दबाब दिन्छ। त्यही भएर त्यसरी चाहिँ हामीले लाइफमा चाहिँ काम गऱ्यो भने सक्सेस भइन्छ। त्यो नै मेरो मोटिभेट हो के, अभाव नै मेरो मोटिभेसन हो के। Thank you for watching this podcast with our Joy sir, who has shared his journey about his experiences. He talks about business and he talked about so many ideas that a youngster should know. And if you are liking this, please follow the ethics of business. And thank you very much for watching. Thank you so much.